पाल्पाको बगनासकाली गाउँपालिकाले आयोजना गरेको स्काउट विद्यार्थीहरूको प्रथम फ्रेन्डशिप क्याम्प अवसर मात्र थिएन, यो अवसर बन्यो प्रेरणाका पानाहरू र उज्जवल भविष्यका सम्भावनाहरू खुलाउने ऐतिहासिक क्षण। विशेष त पाल्पा दमकडा नमुना माध्यमिक विद्यालयमा कक्षा 9 मा अध्ययनरत ओजस्वी आचार्यको मन्तव्यले उपस्थित सम्पूर्णलाई मन्त्रमुग्ध बनाएको घटनाले प्रमाणित गर्छ नेतृत्व, अभिव्यक्ति र उत्प्रेरणाको क्षमता उमेरले होइन आत्मविश्वासले मापन हुन्छ। ओजस्वीले बोलेका शब्दहरू केवल भाषण थिएनन्, ती भविष्यको आह्वान थिए, आत्मविश्लेषणको संकेत थिए र युवा चेतनाको आवाज थिए। उनको वक्तृत्व शैलीले देखाएको ऊर्जा र उद्देश्यले हामीलाई सम्झाइदिन्छ हाम्रा सामु रहेका युवाहरू खाली पाठ्यक्रमका कैदी होइनन्, उनीहरू सम्भावनाका सन्देशवाहक हुन्। गाउँपालिका स्तरमै यस्तो किसिमको प्रेरणात्मक मञ्च प्रदान गरिनु सकारात्मक अभ्यास हो। यसले विद्यार्थीहरूलाई आत्मविश्वास दिने मात्र होइन, नेतृत्वको सिकाइ पनि गराउँछ। ओजस्वीको जस्तै प्रतिभाहरू फुल्न पाउँछन् भने शिक्षा केवल किताबसम्म सीमित रहँदैन, जीवनको दिशा दिने सार्थक यात्रामा परिणत हुन्छ। त्यो कोडबाट विचलित बनिरहेको छ। मैले यो पाइन, मैले त्यो गर्न सकिन, मलाई विद्यालयले यो पुर्याइदिएन, मलाई पालिकाले यो दिएन, मलाई मुलुकले यो दिएन, तर्फ केन्द्रीकृत भएर आफू भित्र भएको सामर्थ्य खोज्न डराइरहेको छ। म यति भन्छु, कमिलाले त आफ्नो घर आफै बनाउँछ, चराले त आफ्नो गुड आफै बनाउँछ, खोज्दैन खेतारा। हामी झन् मान्छे हौ, आफ्नो लागि आफैले प्रयत्न गर्नु हाम्रो सबैभन्दा ठूलो धर्म हो। आज विश्वमा अनुत्पादित जनशक्ति बढिरहँदा, सामाजिक विकृति र विसङ्गतिले प्रशयता पाइरहेको बेलामा म स्मरण गर्न चाहन्छु बुढा भएका बामालाई घरमा एक्लै छाडेर 7 समुद्र पारी पुगेका ती नौजवान र वयस्कहरूलाई म मेरै उमेर समूहमा हुँदा हिँड्छु सधैँ म शुद्ध मन वचन र कर्म साथ लिहु राष्ट्र भक्त कर्म भक्त म स्काउट नेपालीको गान कानमा गुन्जाइदिँदाखेरि मातृभूमि प्रतिको माया ममता र अपेक्षालाई कसले रोक्न सक्ने। आज हामी यहाँ सबैजना उपस्थित छौँ। हामीले जे पाइरहेका छौँ यो सबै अग्रज हाम्रो अभिभावकहरूको उपज हो। आज पढ्नको लागि आफैले विद्यालय खोल्नु परेको भए सायद आज हामी यो स्कुलमा उपस्थित हुँदैन थियौँ होला। आज आफ्नो लागि आफैले कापी कलम र झोला किन्न कल कारखाना उत्पादन गर्नु परेको भए सायद आज ती चिजहरू हाम्रो हातमा हुँदैन थियो होला। आज आफ्नो लागि आफैले अन्न र बाली उत्पादन गर्नु परेको भए सायद हामी यहाँ सबैजना लुरे लङ्गडे र कुपोषणबाट शिकार हुन्थ्यौँ होला। आज हामीले जे पाइरहेका छौँ यो हामी सबै अभिभावकको देन हो, हाम्रो अग्रजहरूको देन हो, विद्यालयको देन हो, यो मुलुकको देन हो। त्यसैले यो अवसरलाई सदुपयोग गर्दै हाम्रा अग्रजहरूले भनेको कुरालाई अनुसरण गर्दै अगाडि बढ्दा हामी पक्कै पनि सफलताको चुचुरोसम्म पुग्न सकिन्छ। कन्फ्युसियसले भनेका थिए, मान्छे जन्मदा जिब्रो हुन्छ तर दाँत हुँदैन, मान्छे मर्दा पनि त्यही जिब्रो हुन्छ तर दाँत हुँदैन। जिब्रो नरम हुन्छ, सुरुदेखि अन्तिमसम्म रहिरहन्छ, दाँत कडा हुन्छ, ढिलो पलाउँछ तर छिटै झर्ने गर्छ। यति कुरा बुझ्न सकिन्छ, जिन्दगीमा जति नरम भइयो, जति इमानदारी भइयो र त्यति आज्ञाकारी भइयो हामी त्यति नै चिरस्थायी बन्न सकिन्छ। त्यसैले यो नरमपन र आज्ञाकारिताको भाव हामी सबैमा विकास होस् म शुभकामना समेत व्यक्त गर्न चाहन्छु। कहिलेकाहीँ कपाल बढेर विरूप हुन सक्छ, नङ बढिरहन सक्छ। कपाल बढ्यो भन्ने काट्ने कपाल हो, अनुहार होइन। नङ बढ्यो भने औला काटिँदैन, हामीले नङ काटिन्छ। त्यसैले हामीमा पनि केही खराब आदत हुन सक्छन्, खराब आचरण हुन सक्छन्। त्यसैले ती खराब आदत र आचरणहरूलाई हटाउने हो, हामी भित्र भएको हिम्मत र हौसलालाई हटाउने होइन। म भन्छु आज तपाईले यो सक्नुहुन्न त्यो सक्नुहुन्न तर्फ केन्द्रीकृत नहुनुहोस्। म सिक्न र जान्न इच्छुक एक सिकारु हो भनेर आफूलाई स्थापित गर्नुहोस्। म ग्यारेन्टीका साथ भन्न चाहन्छु असफलता तपाईको निम्ति होइन। 100 मा 90 ल्याउनेलाई 20 थप्ने अवसर हुँदैन, तर 40 ल्याउनेलाई 60 थप्ने अवसर हुन्छ। त्यसैले असफलतामा पनि अवसर खोज्न सक्नु जिन्दगीको सबैभन्दा महत्त्वपूर्ण बाटो हो। शान्त र सुन्दरताको प्रतीक चन्द्रमा हो, ऊर्जा र शक्तिको प्रतीक घाम हो। तर एकचोटि ऐनामा गएर आफ्नो मुहारलाई हेर्नुहोस् त, दुनियाकै सबैभन्दा सुन्दर र सक्षम व्यक्ति तपाईँ नै हुनुहुनेछ। आफूलाई कम नसम्झिनुहोस्, सफलताको पछाडि तपाईँ होइन, तपाईको पछाडि सफलता आफै आउनेछ। सम्पूर्ण प्रियजनहरू, म यति भन्न चाहन्छु सफलता र असफलता मानव जीवनको निरन्तर प्रक्रिया हो। कहिलेकाहीँ मौरीले भने जस्तो मोह नबन्न पनि सक्छ। फुलबारीमा फुलको रस निकाल्न जाँदा मालीले मौरीलाई भपाएको पनि हुन सक्छ। फुलमा चाहे अनुसारको रस नभेटिएको पनि हुन सक्छ। पानी पर्यो होला, हावा उरिलायो होला, बादलको गडाङगुडुङले मौरी डरायो होला, घरबाट बाहिरै निस्किन सकेन होला। कहिलेकाहीँ मौरीले बनाएको महको स्वादमा अन्तर पनि आउन सक्छ। तर यो भन्दैमा मौरीको मह बनाउने क्षमतामाथि शंका गर्न पाइँदैन र गर्नु हुँदैन। यो दुनियाँमा मह एउटाले मात्र बनाउँछ, त्यो भनेको मौरी हो।
मैले यति भन्न खोजेको सबै मानिस सबै ठाउँमा सफल नै हुनुपर्छ, अगाडि नै बढ्नुपर्छ, प्रथम नै हुनुपर्छ भन्ने छैन। तर हतासिनु हुँदैन, हार खानु हुँदैन। वर्षभरि काकाकुलले पानी पिउन पाउँदैन, तर वर्षा ऋतु आउन छोडेको छैन। कतिपय बोटहरूमा फुल फुल्दैनन्, तर वसन्त ऋतु आउन छोडेको छैन। लाटो कोसेरोले दिउँसोमा आँखा देख्दैन, तर घाम उदाउन छोडेको छैन। त्यसैले म के गर्न सक्दिन, के गर्न जान्दिन र के गर्न पाउँदिन होइन, म के गर्न सक्छु तर्फ आफ्नो ध्यान केन्द्रीकृत गर्नुहोस्। एपीजे अब्दुल कलाम भन्नुहुन्छ, ड्रीम इज नट दैट थिंग्स व्हिच यू सी व्हाइल यू आर स्लीपिङ, इट इज सम थिंग्स व्हिच डजन्ट लेट यू स्लीप। यहाँ केही स्टेटमेन्टहरू छन् जुन मैले आज तपाईहरुको बीचमा राख्नै पर्छ, जुन आज तपाई र मेरो लागि प्रेरणाको स्रोत बन्न सक्छ। यति कुरा सोच्नुहोस्। नम्बर 1, here is only one you. I am talking about the core of you, who you are inside. Number 2, being fearless, let your dream be fly. Number 3, fail again and rise like the phoenix. Number 4, don't compromise, don't settle on your dream. Number 5, come down, we are not making rocket. Don't take yourself too much seriously.